हैन श्रीमन्जङबाट चाहिँ मेगा पोखरी घुम्न आएको छ हाम्रो ल फन्नकले सिउरे खाइ जुर्छ त्यति इजु थपले छ देशवासीको चाहिँ इजु थपले चाहिँ कामना गर्छु है अनि खाना र बल देशमा सुख शान्ति होस् हाम्रो गाउँलाई चाहिँ राम्रो होस् गाउँको दाजुभाइहरू सम्पूर्ण देश विदेशमा भएको गाउँलेहरूको सुस्वस्थ दीर्घायु होस् उन्नति प्रगति होस् नौछ वातारी चाहिँ हैन हामी यहाँ मेगा पोखरी छानेको हैन हेरो पर्छ लाग्यो है हुत्यामै झोलै फेरि झोलै हुत्यामै बारे त्यो छ रे टिचे प्राण 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 में टिचे निम चली बोले लोखो मामा ओ ओ ओ तेरिका यिनीहरूले प्रब्लम ल साह्रै तैँले आबोरी होला नि म खोलामा अझै मुवा आर्यो होला ची ल दोर्दी नमस्ते सबैजनालाई अहिले चाहिँ यो दुध खोला को यो सागो सानो खड्के सर्ने प्रयास गर्दैछ एकदमै गाह्रो छ है यहाँबाट लड्यो भने पनि खस्यो भने पनि डेन्जर छ अहिले चाहिँ सुन्दर बाजेलाई मामा गोकर्णले सहयोग गर्दै हुनुहुन्छ यस्तो डेन्जर छ डर लाग्दो छ यस्तो छ है बाटो चाहिँ यो चाहिँ मेमे पोखरी जाने बाटो हो है यो चाहिँ ताँजे जाने ताँजेको बाटो हो ताँजेबाट आउने बाटो हो एकदमै जोखिम बाटो रहेछ यो बाटो चाहिँ त्यसैले यो बाटो आउँदाखेरि चाहिँ निकै ध्यान दिनुपर्छ सुन्दरबासी परिसक्नु भएको छ ल के दोर्दी पनि निकै नमस्ते सबैजनालाई यो चाहिँ लमजुङ जिल्ला ताँजे गाउँ माथिको एकदमै प्रख्यात झरना हो है एकदमै राम्रो झरना छ हेर्दै रहर लाग्दो हेर्नुहोस् त यो झरनाको नाम चाहिँ प्रमुख झरना हो यो चाहिँ कति मिटर जति होला है हाइट है यो चाहिँ दोर्दी खोला यहाँ पनि प्रोजेक्ट छ यो पनि प्रोजेक्टमै छ है यहाँ पनि यो चाहिँ हाम्रो ट्रेकिङ क्षेत्रमा यस्तो झरना छ ल ओके न सेफ ल अब चाहिँ हामी यो हामी हिजो राति बासपछिको ठाउँबाट निस्किँदैछु सबैजना घुमाउको तारे खेल यसले के हो
ल अब हामी चाहिँ बाटो लाग्यौँ है। यस्तो छ, हिजो रातिको बास निकै आरामदायी भयो। अब बाटो कता हो गाह्रो छ पत्ता लगाउन। कौन है वो? प्रण क्या आशे भी चाहता हूँ फिर ल है। हामी चाहिँ अहिले बाह्र पोखरी आइपुगेको छ। अब हामी केही समयपछि यतै खाना खाने प्लानमा छ। हाम्रो बुवाहरू यहाँ हुनुहुन्छ यी। ल बाजे नमस्ते, हाई गरिदिनु बाजे, हात हालाइदिनुहोस् त। अनि यो चाहिँ बाह्र पोखरी क्षेत्रमा आइपुगेको छ। यहाँ चाहिँ हाम्रो दाजुभाइहरू आउँदै हुनुहुन्छ। अनि अहिले चाहिँ म बाह्र पोखरी क्षेत्रमा आइपुगिसकेको छ। हामी चाहिँ मैले सेलाको बत्ती चाहिँ यसरी बगिरहेको छ गङ्गामा, अर्थात् मेमे पोखरीको गङ्गामा चाहिँ मैले सेलाको बत्ती यसरी बगिरहेको छ। ओम आहम बजरग रूपमा सिद्धि होम ओम मणि बम ओम। अनि मेमे पोखरी माता देवीको पनि जय होस्, हामीलाई रक्षा गरून्, सबैको सुस्वास्थ्य होस् भन्ने देवी मातासँग, मेमे पोखरी देवी मातासँग म कामना गर्छु। मैले बगाएको बत्ती यस्तरी बगिरहेको छ, बगिरहेको छ।